के होला है यदि सफलताको त्यो रहस्य जुन हामी आज यति धेरै खोज्छौं त्यो त 100 वर्षभन्दा पनि पहिले सन् 1908कै एउटा किताबमा लेखिएको थियो भने आज हामी विलियम वकर एटकिन्सनको त्यही पुरानो ज्ञानको खजाना खोल्दैछौं। यसले सायद सफलतालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिन सक्छ। ल अब एउटा गहिरो प्रश्न सोचौं न। के होला यदि सफलता भनेको कुनै नियमको किताब वा फर्मुला होइन, बरु त्यो त हामी सबैभित्र पहिलेदेखि नै भएको कुनै कुरा हो भने? एटकिन्सनको तर्क नै यही हो। उनी भन्छन् सफलता बाहिरबाट सिक्ने कला होइन, यो त भित्रबाट बाहिर निकाल्ने शक्ति हो। हेर्नुस्, एटकिन्सनले 1 शताब्दी अघि नै के लेखेका थिए भने सफलता खोज्ने हरेक मान्छेभित्र यस्तो केही न केही हुन्छ जसलाई बाहिर निकालेर काममा लगाउन सकियो भने त्यो उसको लागि एकदमै मूल्यवान साबित हुन्छ। आज हामी त्यही भित्रको केही चिज आखिर के रहेछ भनेर पत्ता लगाउँदैछौं। त्यसो भए त्यो रहस्य के हो त? ल सुन्नुहोस्, त्यो हो मौलिकता, यानि कि इन्डिभिजुअलिटी। एटकिन्सनको भनाइअनुसार साँचो सफलता अरूको नक्कल गरेर आउँदैन। त्यो त आफ्नो छुट्टै मौलिक स्वरूपलाई बाहिर निकालेर मात्रै प्राप्त हुन्छ। हेर्नुस् न, धेरैजसो मान्छेहरू त भेडा जस्तै अरूको पछि पछि लाग्छन्, तर जो सफल हुन्छन् नि उनीहरू आफ्नै बाटो बनाउँछन्। अब यो मौलिकतालाई अझ गहिरिएर बुझ्नको लागि हामीले पहिले आफूभित्रका 2 फरक स्वरूपलाई चिन्नु एकदमै जरुरी छ। एटकिन्सनले यसलाई म र मेरो भनेर छुट्याएका छन्। आउनुहोस् यी 2 बीचको फरक के रहेछ त्यो बुझ्ने कोसिस गरौं। एटकिन्सनका अनुसार म अर्थात् आई भनेको हाम्रो वास्तविक, भित्री अनि कहिल्यै नबदलिने आत्मा हो। यो नै हाम्रो शक्तिको खास केन्द्र हो। तर मेरो अर्थात् मी चाहिँ हाम्रो बाहिरी स्वरूप हो, जसमा हाम्रो शरीर, मन अनि भावनाहरू पर्छन्। अझ सरल भाषामा भन्नुपर्दा म भनेको हामी वास्तवमा को हौं भन्ने हो र मेरो भनेको हामीसँग के छ भन्ने कुरा हो। अनि यही मेरोलाई हामी सामान्यतया व्यक्तित्व या पर्सनालिटी भन्छौं। रमाइलो कुरा के छ थाहा छ, यो शब्द लाटिन भाषाको पर्सोनाबाट आएको हो, जसको अर्थ हुन्छ मुखौटो। हो त्यही मुखौटो जुन पुराना कलाकारहरूले नाटक खेल्दा लगाउँथे। यसको मतलब के भयो त? हाम्रो व्यक्तित्व हाम्रो वास्तविक म होइन रहेछ। यो त हामीले संसारको मञ्चमा लगाएको एउटा मुखौटो मात्रै हो। जब हामीले आफ्नो त्यो वास्तविक मलाई चिन्न थाल्छौं नि, तब हामीले आफूभित्र लुकेर बसेको त्यो अपार शक्तिलाई पनि पहिचान गर्न थाल्छौं। एटकिन्सन भन्छन् यो मसँग यस्ता शक्तिहरू छन् जुन बस जागृत हुनको लागि मात्र पर्खिरहेका छन्। त्यसो भए यी भित्री शक्तिहरू के हुन् त? ल पहिलो हो आन्तरिक साहस, जसलाई स्पिरिटेडनेस पनि भनिन्छ, मतलब भित्री आँट। दोस्रो हो अव्यक्त शक्ति, जसलाई हामी मानसिक सेकेन्ड विन्ड पनि भन्न सक्छौं। थाहा छ नि, जब हामीलाई लाग्छ कि अब सकियो, म त पुरै थाके, तर पनि कताबाट नयाँ ऊर्जा आउँछ। हो त्यही हो। अनि तेस्रो हो इच्छा शक्ति, जुन हाम्रो मको सबैभन्दा शक्तिशाली हतियार हो। यो आन्तरिक साहसको एउटा गजबको उदाहरण इतिहासमा पाइन्छ। जब बिशप ह्युगोले एकदमै शक्तिशाली राजा रिचर्ड द लायन हार्टको सामना गरे, उनले शारीरिक बल प्रयोग गरेनन्, बरु राजाको आँखामा आँखा जुधाएर उनको काँधमा समातेर जोडले हल्लाउँदै आफ्नो माग राखे। सोच्नुस् त, उनको त्यो अदम्य साहस देखेर सिंह भनेर चिनिने राजा पनि शान्त भए। यो त शुद्ध इच्छा शक्तिको जित थियो। ल अब कुरा गरौं त्यो अव्यक्त शक्तिको, जसलाई मानसिक सेकेन्ड विन्ड पनि भनिन्छ। एउटा कल्पना गरौं न, कुनै काम गर्दा गर्दै पुरै थकित भइयो, अब चाहिँ एक कदम पनि सार्न सकिँदैन जस्तो लाग्यो, तर अचानक कतैबाट एउटा नयाँ प्रेरणा मिल्छ अनि पहिलेभन्दा पनि बढी ऊर्जाका साथ काम गर्न थालिन्छ। हो छ्याक्कै त्यही, त्यो लुकेको शक्ति हामी सबैभित्र हुन्छ। तर प्रश्न उठ्छ, यी सबै शक्तिहरूलाई चलाउने इन्धन चाहिँ के हो त? एटकिन्सनको जवाफ अलि अचम्मको छ। त्यो हो इच्छा अर्थात् डिजायर। धेरै जसोले त इच्छालाई दबाउनुपर्छ भन्छन्, होइन र? तर एटकिन्सनका अनुसार यो नै कुनै पनि काम गर्नको लागि सबैभन्दा जरुरी इन्धन हो। यसको सार के हो भने इच्छा त्यो आगो हो जसले इच्छा शक्तिको इन्जन चलाउन चाहिने बाफ पैदा गर्छ। यसको मतलब एकदमै सिधा छ। जबसम्म हामीभित्र कुनै चीज पाउने तीव्र इच्छाको आगो बल्दैन नि, तबसम्म हाम्रो इच्छा शक्ति सक्रिय नै हुँदैन अनि हामीले केही पनि हासिल गर्न सक्दैनौं। एटकिन्सनले त इच्छा जगाउने 3 चरणको एउटा तरिका पनि दिएका छन्।
पहिलो, आफूले चाहेको कुराको मनमा एउटा एकदमै स्पष्ट तस्विर बनाउने। दोस्रो, त्यही तस्विरमा बारम्बार आफ्नो ध्यान लगाइरहने। र तेस्रो, त्यो परिणाम पाउनको लागि एकदमै तीव्र चाहना राख्ने र यो मेरो हो भनेर दाबी गर्ने। अनि यो कुराले एउटा एकदमै महत्त्वपूर्ण नियमलाई प्रष्ट पार्छ। आकर्षणको नियम दुईतर्फी हुन्छ। जसरी सकारात्मक इच्छाले हामीले चाहेको कुरालाई तान्छ, ठ्याक्कै त्यसरी नै नकारात्मक डरले हामीले नचाहेको कुरालाई नै जीवनमा तान्छ। कुरा सिधा छ, हाम्रो ध्यान जहाँ केन्द्रित हुन्छ, हाम्रो ऊर्जा र जीवन पनि त्यतैतिर बग्छ। जब हामीले आफ्नो भित्री शक्ति र इच्छालाई यसरी नियन्त्रण गर्न सिक्छौं, तब हाम्रो प्रभाव बाहिरी संसार र अरू मानिसहरूमा पनि पर्न थाल्छ। आउनुहोस् अब यो कसरी सम्भव हुन्छ त्यसबारे जानौं। यसको एउटा महत्त्वपूर्ण माध्यम हो उत्साह, अर्थात् इन्थुजियाजम। यो शब्द ग्रीक भाषाबाट आएको हो, जसको अर्थ हुन्छ प्रेरित हुनु वा देवताहरूद्वारा शासित हुनु। मतलब साँचो उत्साह बाहिरबाट आउने होइन, भित्रबाट आउँछ। र यसले कुनै पनि व्यक्तिलाई मानसिक प्रभावको एउटा केन्द्र बनाइदिन्छ, जुन अरूमा पनि सजिलै सर्छ। एटकिन्सनले आकर्षक व्यक्तित्वका 4वटा खम्बाहरू बताएका छन्। पहिलो, प्रफुल्लता, मतलब सधैँ हँसिलो देखिने। दोस्रो, आत्मसम्मान, शारीरिक र मानसिक दुवै रूपमा शिर ठाडो पारेर हिँड्ने। तेस्रो, अरूमा रुचि, एकदमै राम्रो श्रोता बन्ने। र चौथो, आत्मनियन्त्रण, अरू रिसाउँदा पनि आफू चाहिँ शान्त रहने। अनि जब कुनै व्यक्तिले आफ्नो भित्री शक्तिलाई यसरी बाहिर निकाल्न थाल्छ, भित्र एउटा नयाँ चेतना जाग्छ। त्यो चेतना हो म सक्छु र म यो गरेरै छाड्छु। यो केवल एउटा वाक्य मात्र होइन है, यो त त्यो शक्तिशाली मानसिकता हो जसले असम्भवलाई पनि सम्भव बनाइदिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। एउटा यस्तो संसारमा जहाँ सबैले हामीलाई कस्तो बन्नुपर्छ भनेर सिकाइरहेका छन्, यस्तोमा यदि हामीले आफ्नो वास्तविक मौलिक स्वरूपलाई व्यक्त गर्ने आँट गर्यौं भने के हासिल गर्न सकिएला? यसमा सोच्न लायक धेरै कुरा छ, होइन त?